हेलो गाइज, आज हामी कर्पोरेट फाइनेंस को चैप्टर 5 हाइब्रिड फाइनेंसिंग प्रिफर्ड स्टॉक्स एंड वारंट एंड कन्भर्टिबल्स को बारे में पढ़ने छौं। इस चैप्टर में विस्तृत रूप में जान्नुपर्ने हुन्छ। यो जान्नुभन्दा पहिला यसको कन्सेप्ट को बारे में बुझौं। हाइब्रिड फाइनेंसिंग भनेको एउटा मिश्रित फाइनेंस हो। प्रिफर्ड स्टॉक्सलाई हाइब्रिड फाइनेंस भन्ने गरिन्छ किनकि इसमें कमन स्टक्स बन्ड डिबेन्चर्स को विशेषताहरू समावेश भएको हुन्छ। त्यसैले प्रिफर्ड स्टक्सलाई हाइब्रिड फाइनेंस भन्ने गरिन्छ। अर्को के रहेको छ भने वारेन्ट्स। वारेन्ट्स भनेको के हो भने कुनै पनि कम्पनीले आफ्नो बन्ड्स डिबेन्चरलाई एट्र्याक्टिभ बनाउनको लागि बन्ड सँगै वारेन्ट पनि जारी गरेको हुन्छ। एउटा बन्ड सँगै एउटा वारेन्ट्स हुन्छ। लगानीकर्ताले एउटा बन्ड खरिद गर्छ भने उसलाई वारेन्ट पनि प्राप्त हुन्छ, जुन वारेन्टको प्रयोग गरेर लगानीकर्ताले फ्युचरमा सस्तो मूल्यमा कमन शेयरहरू खरिद गर्न पाउँछ। एउटा के रहेको छ भने कन्भर्टिबल्स। कन्भर्टिबल्स भनेको के हो भने बन्ड्स र डिबेन्चर्समा लगानी गरेको लगानीकर्ताले फ्युचर्समा त्यो बन्ड्स र शेयर्स कमन शेयरमा के हुन्छ कन्भर्ट हुन्छ। त्यस्तो फिचर भएको सिक्युरिटीज नै कन्भर्टिबल सिक्युरिटीज हो। अब हामी विस्तृत रूपमा वारेन्ट्स को बारे में जानौं। वारेन्ट्स भनेको बन्ड सँगसँगै जारी भएको हुन्छ, एउटा अप्सन्स हो। यसमा हामीलाई थ्योरेटिकल भ्यालु अफ वारेन्ट्स यो निकाल्नु पर्ने हुन्छ। यसको फर्मुला रहेको छ TVW = मैक्सिमम कोस्ट P0 - E अनि कोस्ट बन्द N, 0। अब यसको बारे में विस्तृत रूप में जानौं। यो P0 भनेको मार्केट प्राइस रहेको छ। एक्सरसाइज प्राइस E भनेको एक्सरसाइज प्राइस हो। एक्सरसाइज प्राइस भनेको के हो भने एउटा वारेन्ट्स को प्रयोग गरेर कमन शेयर खरिद गरिन्छ। कतिवटा कमन शेयर खरिद गरिन्छ त्यसले एक्सरसाइज रेशियो भन्ने गरिन्छ। अनि उक्त कमन शेयर कति रुपैयाँको दरले खरिद गर्न पाउँछ त्यसले एक्सरसाइज प्राइस भन्ने गरिन्छ। अब यो चाहिँ मार्केट प्राइस भन्दा एक्सरसाइज प्राइस अलिक कम्ती हुन्छ अथवा कुनै कुनै समय बढी पनि हुन्छ। जतिले बढी हुन्छ अथवा जतिले कम हुन्छ त्यसलाई नै थ्योरेटिकल भ्यालु अफ वारेन्ट्स भन्ने गरिन्छ। अब मानौ मार्केट भ्यालु रहेको छ, मार्केट भ्यालु P0, यहाँ बजार मूल्य 200 रहेको छ वारेन्ट्स को। अनि एक्सरसाइज प्राइस यी चाहिँ 150 रुपैयाँ नै रह्यो। अब यसको डिफरेन्स फरक कति आयो भने 50 रुपैयाँ। अनि यो 50 नै के हो थ्योरेटिकल भ्यालु अफ वारेन्ट्स। हामी हिसाब गर्दा बुझ्ने छौं। अब प्रिमियम अफ वारेन्ट्स को प्रिमियम निकाल्नु पर्ने हुन्छ। मार्केट भ्यालु अफ वारेन्ट्स माइनस थ्योरेटिकल भ्यालु अफ वारेन्ट्स यो फर्मुला को युज गरेर। अर्को हामी जाउँ कन्भर्टिबल्स में। कन्भर्टिबल्स भनेको के हो भने बन्ड शेयर्सलाई फ्युचर में गएर त्यसलाई कमन शेयर में कन्भर्ट हुन्छ भने त्यसलाई कन्भर्टिबल्स भन्ने गरिन्छ। यो कन्भर्जन रेशियो भनेको के हो भने एउटा बन्ड बराबर कतिवटा कमन शेयर प्राप्त गर्न सकिन्छ त्यसलाई नै कन्भर्जन रेशियो भनिन्छ। अब कन्भर्जन प्राइस यो निकाल्न चाहिँ पार भ्यालु अफ कन्भर्टिबल्स बाई कन्भर्जन प्राइस फर्मुला को युज गर्ने गरिन्छ। अनि कन्भर्जन प्राइस भनेको के हो भने एउटा बन्ड को प्रयोग गरेर कतिवटा वारेन्ट्स
किन्न सकिन्छ त्यसलाई रेसियो भन्ने गरिन्छ। अनि कतिको दरले खरिद गर्न सकिन्छ भने त्यसलाई कन्भर्जन प्राइस भन्ने गरिन्छ। अब कन्भर्जन भ्यालु निकाल्न यो फर्मुलाको युज गर्ने गरिन्छ। P0 * CR कन्भर्जन रेसियो हो अनि यो मार्केट प्राइस हो कमन स्टक्सको। कन्भर्जन भ्यालु निकाल्न नै यो फर्मुलाको युज गर्ने गरिन्छ, किनभने त्यो मार्केट प्राइस यतिकै त बस्दैन नि, समयको आधारमा त्यो बढ्दै जान्छ। जतिले बढ्छ त्यो नै ग्रोथ रेट हो। अनि यो फर्मुलाको युज गरेर सिटी निकाल्ने गरिन्छ। अनि जी वेयरमा म लेखिसकेको छु, जीको ग्रोथ रेट इन स्टक्स प्राइस, अनि टी भनेको कन्भर्जन पिरियड हो। अर्को के रहेको छ भने स्टेट बन्ड्स भ्यालु, यसलाई प्रेजेन्ट भ्यालु पनि भन्ने गरिन्छ। यो निकाल्न फर्मुलाबाट निकाल्न यो फर्मुलाको युज गर्ने गरिन्छ। आई ठुलो ब्र्याकेट 1 - 1/1 प्लस केडी, केडी भनेको इन्ट्रेस्ट रेट हो नन कन्भर्टिबल्स बन्डको, अनि बाई केडी ठुलो ब्र्याकेट्स बन्द प्लस m/1 प्लस केडी को पावर होल n। अनि यदि क्वेश्चन्समा त्यो इन्ट्रेस्ट रेट पोइन्टमा दिएको हुँदैन भने यो फर्मुलाको युज गरेर निकाल्ने गरिन्छ। यदि पोइन्टमा दिएको हुन्छ भने हामी यो फर्मुलाबाट निकाल्ने गरिन्छ, किनभने पीभीआई टेबल्समा फर्मुला इन्ट्रेस्ट रेट पोइन्टमा यदि दिएको हुन्छ भने यो यसमा मिल्दैन, त्यही भएर यो फर्मुलाको युज गरेर हामी बीटी निकाल्ने गर्छौं। अब यो आई के हो, कुपन इन्ट्रेस्ट इन अमाउन्ट्स, यो अमाउन्टमा निकाल्नु पर्ने हुन्छ, क्वेशनमा दिएको हुन्छ, हामी हिसाब गर्दा यसलाई बुझ्न सक्छौं। युएन भनेको मेच्युरिटी पिरियड्स, एम भनेको मेच्युरिटी भ्यालु, अनि केडी भनेको इन्ट्रेस्ट रेट एन्ड अन सिमिलर रिस्क नन कन्भर्टिबल्स बन्ड्स। अर्को के निकाल्नु पर्ने हुन्छ भने मिनिमम प्राइस अफ कन्भर्टिबल्स, यो निकाल्न हामीलाई यो फर्मुलाको युज गर्ने गरिन्छ। यो म्याक्सिमम ब्र्याकेट्स सीटी कमा बीटी, यसको अर्थ के भयो भने जुन यसमा बढी हुन्छ कन्भर्जन भ्यालु अथवा स्टेट बन्ड्स जुन बढी हुन्छ त्यो नै मिनिमम प्राइस अफ कन्भर्टिबल्स हुन जान्छ। अर्को भनेको इनिशियल्स, यसमा इनिशियल हुनुपर्ने म लेखा छैन। इनिशियल कन्भर्जन प्रिमियम निकाल्न यो फर्मुलाको युज गर्ने गरिन्छ। कन्भर्जन प्रिमियम माइनस P0 मार्केट प्राइस हो, यो कन्भर्जन प्राइस हो, अनि माइनस मार्केट प्राइस बाई मार्केट प्राइस इन्टु 100, यो जहिले पनि पर्सेन्टेजमा आउने गर्छ, त्यही भएर यहाँ 100 ले गुणा गर्नुपर्ने हुन्छ। त्यस्तै अर्को के रहेको छ भने कन्भर्जन प्रिमियम इन सब्सिक्वेन्ट पिरियड्समा दिएको हुन्छ भने यो निकाल्न यो पीटीले म यहाँ डिनोट गरिसकेको छु। यो मार्केट प्राइस अफ कन्भर्टिबल्स हो, यसलाई पीटीले डिनोट गरेछु किनभने यहाँ स्पेसको कमी भएकोले। माइनस म्याक्सिमम सीटी कमा बीटी, यसमा जुन बढी हुन्छ त्यो यहाँ लेख्नु पर्ने हुन्छ, बाई यस्तै म्याक्सिमम सीटी कमा बीटी इन्टु 100, पर्सेन्टेजमा भएकोले 100 ले गुणा गर्नुपर्ने हुन्छ। अर्को कुन फर्मुला पढ्नुपर्ने हुन्छ भने कन्भर्जन प्रिमियम ओभर स्टेट बन्ड्स भ्यालु, यो निकाल्न मार्केट प्राइस अफ कन्भर्टिबल माइनस स्टेट बन्ड्स भ्यालु बाई स्टेट बन्ड्स इन्टु 100, यसको प्रयोग गर्ने गरिन्छ। प्रिमियम ओभर कन्भर्जन भ्यालु निकाल्न P1 माइनस कन्भर्जन भ्यालु, P1 भनेको यही हो मार्केट प्राइस अफ कन्भर्टिबल्स बाई कन्भर्जन भ्यालु इन्टु 100। त्यस्तै कन्भर्जन पारिटी निकाल्न मार्केट भ्यालु अफ कन्भर्टिबल्स बाई कन्भर्जन रेसियो को प्रयोग गर्ने गरिन्छ। अर्को भिडियोमा हामी यसको सोलुसन्सको बारेमा पढ्ने गर्छौं। आज यति नै।